हामीले दार्शनिक सुकरातको नाम त सुनेकै छौँ। हामी सबैजना उहाँका कुराहरूबाट परिचित पनि छौँ। सो सुकरातको हकमा के भनिन्छ त भन्दाखेरि त्यो सुकरातको समयमा एकजना मान्छेले डेल्फीको देवतासित सोधेछन्, यस्तो भनाइ छ कि यो पृथ्वीमा अथवा यो ग्रीसमा सबैभन्दा बुद्धिमान मान्छे को होला? अनि देवताहरूले भने रे कि दार्शनिक सुकरात नै यति बेलाका बुद्धिमान मान्छे हुन् भनेर। अनि त्यो मान्छेलाई जिज्ञासा उठ्छ र त्यसपछि उनी सुकरातसित जान्छन् र भन्छन् कि देवताहरूले त यसो भने, हजुरको हकमा के हो कुराकानी, हजुर सबैभन्दा बढी ज्ञानी बुद्धिमान व्यक्ति हुनुहुन्छ भनेर भन्दाखेरि अनि सुकरातले भने मलाई त्यसको बारेमा केही थाहा छैन। मलाई एउटा कुरा के थाहा छ भने मलाई थाहा छैन भन्ने कुरा थाहा छ, अर्थात् आई नो द्याट आई डोन्ट नो। अनि ऊ पजल भए, अलिकति आश्चर्यमा परे। एकातिर देवताहरूले भनिरहेका छन् कि सुकरात नै सबैभन्दा बढी ज्ञानी मान्छे हो, फेरि त्यही व्यक्तिलाई सोद्धाखेरि उनले भनिरहेछन् कि म ज्ञानी मान्छे होइन, मलाई थाहा पनि छैन, आई रियली डोन्ट नो। अनि त्यसपछि फेरि त्यो व्यक्ति देवतासित सोध्न जान्छन् कि कुरो के हो, सुकरातको भनाइ यस्तो छ भन्दाखेरि उनले भने त्यसै कारणले उनी सबैभन्दा बढी ज्ञानी व्यक्ति हो। अब यहाँनिर मैले यो प्रसङ्ग जोड्न खोजेको कुरा के हो भन्दाखेरि वास्तवमा कुनै पनि चिजहरू सिक्नको लागि त्यो बेसिक रिक्वायरमेन्ट अफ आवर माइन्ड अर्थात् स्टेट के हो त भन्दाखेरि आई रियली डोन्ट नो। सो यो ठाउँबाट हामीले सुरुवात गऱ्यौँ भने अब हाम्रो माइन्ड ओपन हुन्छ। आई डोन्ट नो मिन्स आई हेभ नो एनी आइडियाज, आई हेभ नो एनी प्रिकन्सिप्ड आइडियाज। पहिले नै म त्यो विषयको बारेमा कुनै पूर्वधारणा छैन। जस्तो खामभित्र चिठी छ, म यो भन्दैन कि चिठीभित्र यो लेखिसकेको छ, हुनसक्छ त्यो मेरो चिरपरिचित मान्छेले नै पठाएको होस्, तर मैले खाम नखोलिकन यो भन्दिनँ कि यो चिठीभित्र यो लेखेको छ, अर्थात् आई डोन्ट नो वाट इज विदिन द इन्भेलप। यो माइन्डको स्टेट जुन छ, यो स्टेटबाट नै द रियल इन्क्वायरी अथवा रियल सेल्फ इन्क्वायरी सुरुवात गर्न सकिन्छ। सेल्फ बिगिनिङ, सेल्फ इन्क्वायरी इज द राइट बिगिनिङ अफ अन्डरस्ट्यान्डिङ द थिङ्स भन्छ। सो यस्तो स्थितिमा यदि हामी कन्टिन्युसली यो एभाइलेबिलिटीमा छौँ भने हाम्रो माइन्ड रेडी छ सिक्नको लागि। यसले पहिले नै कुनै पूर्वधारणा बनाएको छैन, यसको प्रेजुडिस पनि छैन, यो अहङ्कारमा पनि छैन। यस्तो अहङ्कारपूर्ण नभएको स्थितिमा एक कोरा माइन्ड लिएर ऊ सिक्दैछ। सो ध्यानको लागि पनि वास्तवमा माइन्डको जुन स्टेट छ यो स्थिति नै चाहिन्छ भनिन्छ। नत्र त के हुन्छ त भन्दाखेरि कि हामीले सबै कुरा हामीलाई थाहा छ जस्तो लाग्छ, तर इन प्र्याक्टिस जब हामी काम गर्दै जान्छौँ, थोरै स्क्रच गर्दै जान्छौँ, वास्तवमै हामीलाई धेरै कुराहरूको नलेज नै हुँदैन। अर्थात् यो जुन मैले जान्छु, म जान्नेवाला हो भन्ने जुन बोध छ अथवा भनौँ न यो जुन भावना छ, यो नै वास्तवमा कर्ताभाव हो भन्नुहुन्छ। ऋषिहरू सबै भन्नुहुन्छ कि मान्छेलाई वास्तवमा ट्र्यापमा पार्ने दुःख दिने तत्त्व के हो त भन्दाखेरि आई एम द बोस, आई नो द थिङ्स, होइन, एक्चुअली आई एम द नोर भन्ने सेन्सबाट जब ऊ प्रस्तुत हुन्छ, यहाँनिर चाहिँ फर्स्ट ब्यारियर भन्छ। सो दिस इज द ब्यारियर कि आई नो। अनि आई डोन्ट नो के हो त भन्दाखेरि एक्चुअली आई एम रेडी टु लर्न, म सिक्न तयार छु। सो यो ध्यानको प्रिरिक्विसाइट भन्छ। ध्यान गर्नुभन्दा अगाडिको मेन्टल स्टेट अथवा सेल्फ इन्क्वायरी गर्नुभन्दाको माइन्ड स्टेट। यसले के गरिदिन्छ त भन्दाखेरि आई डोन्ट नो ले पुरानो जति पनि मेरो पास्टको नलेजहरू छ त्यसलाई एकातिर थाँती राखिदिन्छ। मैले जेसुकै जानेको हुनसक्छु, म जेसुकैको विषयको प्रोफेसर हुनसक्छु, म कुनैको एक्सपर्ट पनि हुनसक्छु, तर राइट नाउ आई एम जस्ट क्युरियस, म बिगिनिङ गर्नलाई तयार छु। यस्तो माइन्ड नै अलर्ट पोजिसनमा रहन्छ, ओपन रहन्छ, खुल्ला रहन्छ। ध्यानको लागि पहिलो आवश्यकता के हो त खुल्लापना, अनेस्टी, ओपननेस, होइन, रेडी टु लर्न, रेडी टु अन्डरस्ट्यान्ड,
ready to know anything. सो यो खालको प्रेजुडिस नभइकन राखिएको मन नै वास्तवमा ध्यानको लागि उपयुक्त माइन्ड स्टेट हो. सो फ्रम दिस स्टेट द बिगिनिङ अफ विस्डम starts from the state of psychological state knowledge that I don't know. Thank you very much.